शिव र किसान। भर्खरै पार्वतीसँग विवाह गरेका शिवजी पृथ्वी घुम्न निस्केका थिए। एक दिन उनी टन्टलापुरे घाममा एउटा किसानको बारीमा पुगे। किसान खुरुखुरु घैया रोपिरहेको थियो। शिवलाई अचम्म लाग्यो। पानी पर्ने लक्ष्य नै छैन। किसानको घैया भोलिपल्ट मरिसक्छ। उसले किसानको नजिकै गएर भने, किसान दाइ, यस्तो घाममा घैया रोपेर के फल्छ र? किसान आफ्नो काममा व्यस्त थियो। उसले शिवतिर हेर्दा पनि नहेरी भन्यो, आज राति पानी पर्छ, त्यसैले रोपेको। शिवले भने, मलाई त पानी पर्छ जस्तो लाग्दैन। यसरी ठोकुवाका साथ कसरी भन्न सक्छौ? किसानलाई झिझो लागेर भन्यो, मैले पानी पर्छ भनेपछि पर्छ, तिमीलाई के को खाँचो? आफ्नी प्यारी पार्वतीको अगाडि किसानको सेखी देखेर शिवलाई रिस उठ्यो। उनी आज राति कसरी पानी पर्दो रहेछ म पनि हेर्छु भन्दै आफ्नो बाटो लागे। कैलाश पुगेपछि उनलाई फेरि किसानको याद आयो। उनी सिधै इन्द्र कहाँ पुगेर भने, देवराज, आज त्यहाँ किसानले घैया रोपेका ठाउँमा जसरी भए पनि पानी पर्न नदिनुहोस्। इन्द्रले भने, भगवान, मैले पानी पार्दिन भने पनि भ्यागुता करायो भने मेरो केही लाग्दैन। त्यसैले उनीहरूलाई आज नकराउन भन्नुहोस्। शिवले त्यसपछि भ्यागुताहरूलाई जम्मा गरेर भने, आज राति तिमीहरू कसैले पनि आवाज ननिकाल्नु। भ्यागुताहरूले भने, भगवान, जुनकिरीहरू निस्के भने हामी कराउनै पर्छ, त्यसैले उनीहरूलाई ननिस्कन भन्नुहोस्। शिवले जुनकिरीहरूलाई आज राति बाहिर ननिस्कन भने। अब कुनै हालतमा पानी पर्दैन भन्ने लागेपछि उनी कैलाश फर्के र पार्वतीसँग प्रेमालाप गर्दै निदाए। मध्यरातमा शिवको निन्द्रा खुल्यो। उनले सुने झमझम पानी परिरहेको छ। पार्वतीको निन्द्रा नखुल्ने गरी उनी बाहिर निस्किए र रिसले भन्किँदै इन्द्र कहाँ पुगे। इन्द्रसित कर्किए, आज पानी नपार्नुहोस् भनेको के भयो? इन्द्रले दोष जति कराइरहेका भ्यागुतामाथि थोपरे। भ्यागुताहरूले भने, भगवान, हामी कराउँदैनौँ भनेर बसेको एउटा जुनकिरी बाहिर निस्केको हुनाले कराउनु पर्यो। शिव आफ्नो सारा परिश्रम स्वाहा पार्ने जुनकिरी भएतिर दौडे। जुनकिरी भनेको त आफ्नो घैया कस्तो भएछ भनेर हेर्न निस्केको किसान पो रहेछ। आफ्नो गल्ती महसुस भएपछि शिव शान्त भए र कैलाश फर्किए।